अफ माई भ्लग्स होइन। अनि आज चाहिँ हामी बाबु मेरो बुढी अहिले उता कम्पनीमा छिरिरहेको छ। म चाहिँ आज हाम्रो मान्छेको चाहिँ एयरबेस हिको के हेर्न जाने भनेको। पुरानोहरू बिग्रेको खन्डेर यताउता के होला होइन, त्यसलाई चाहिँ सजाएर ठक्क मिलाएर राखेको प्लेनहरू राखेको ठाउँमा चाहिँ हेर्न जानु लाग्यो हामी चाहिँ। कुरा त ठिकै हो नि, तारासिमी है। उसलाई चाहिँ एकदमै यस्तो के भन्ने उत्सुकता भनौँ न त्यसलाई चाहिँ, त्यो चाहिँ जागिरहेको छ भन्ने कुरा गरिरहेको छ साथै चाहिँ होइन। अनि अरू केही भन्नु छ छैन? ठिकै छ नि अरू त? खै दाँत देखाइदियो नि त एकचोटि यस्तो गरेर, यस्तो थरी दाँत भएको छ। यस्तो छ मेरो छोरा चाहिँ, एकदम मायालु दयालु पारेको छ। त्यही गरेर पनि त्यही गर्थ्यो मेरो छोराले। मा गरिदियो एकचोटि। यही बेलामा यसो लुटिदिउँ भनेको त भयो नि त छोरा है। ल ओहो धन्यवाद छ। अहिले भर्खरै मैले कुचुरी दिएछु, बस्न लाग्ने कुचुरी दिएछु खाएको छु। अनि उहाँ चाहिँ मेरो श्रीमती कहाँ जानु लाग्यो बिहान एकचोटि भन्दै तिमीले पनि एयरबेस हाम्रो मान्छे जानु लाग्यो। अनि म चाहिँ कामबाट आएको भएर जस्तो झिक्ने झाम्ने देखिएछ। टक्क लाएर बसेर चाहिँ यहाँ बसेपछि चाहिँ ठक्क यस्तो ओहो यस्तो राम्रो आउँदो रहेछ। ल हामी चाहिँ सट्ट गएर चाहिँ एयरबेसमा के रहेछ चाहिँ त्यसो चाहिँ भिडियो बनाएर आउँछौँ। अनि त्यहाँ चाहिँ तपाईँहरूलाई देखाउँछौँ है त। ल बाई बाई गयो छोरा, ल फेरि भेटौँ। ल हामी चाहिँ फाइनल्ली आइपुगेछौँ। छिर्ने ऊ त्यहाँ जस्तो पनि छ। यो बाहिरबाट हेर्नेहरू चाहिँ यिनीहरू होला सायद। यहाँ पनि बगाल राखेको रहेछ रकेट टाइपको होइन त छोरा? टोपी लगाऊ। भित्र छिर्ने, पहिला भित्र छिर्ने उता जस्तो छ भित्र छिर्ने त हो र। यो चाहिँ अहिले पछि यो चाहिँ अहिले पछि हेरौँला छोरा। पहिला चाहिँ भित्र हेर्न जाऊँ ल। यहाँबाट चाहिँ भित्र छिर्ने रहेछ सर्लक्कै लाएर। यहाँ चाहिँ सायद टिकट काट्नु पर्छ जस्तो छ हौ। त्यहाँ पर दिएको चाहिँ टोइलेट गएर आउने रे, थाहै छैन त। अनि अरेको शान्त दोको अशोक रे सही रहेछ नि त। यस्तो रहेछ। निसेन्जिउनेन नि कौन आता सेन्क्यु हाको हाचिजिउनेन्दे सेन्क्यु हाको नानाजिउनेन्दे सेन्क्यु हाको रोकजिउनेन्दे सेन्क्यु हाको गजिउनेन कोचिकारा जुत खाओते तत्तोことだよベビーここまでいいってそうどうすごいねあるね YouTube ですよ事故になっちゃったんじゃないかなわかんないちょっと待ってて何書いてあるयतापट्टि चाहिँ काउन्टर हो हजुर छ अनि यहाँबाट छिरेपछि रे सर्लक्क पैसा सैसा नलाग्दो रहेछ लुगाहरू लगाएर फोटो खिच्न मिल्ने हो त अनिミサイルです。ロケット。ロケットのそうそう。これはこれだろうな。ねえ。そうだねयहाँ जम्प गरेको हेर छ र यहाँ
उन्तेन्से किनेको रहे हेलिकॉप्टर कुछ मिनट सोच हेलिकॉप्टर गए ने माथिबाट सडक हेर्दाखेरि चाहिँ सबै प्रकारको पुरानो डिजाइनको प्लेनहरू चाहिँ राखेको छ होइन छोराले यहाँबाट हेर्दैछ कस्तो लागिरहेको छ छोरा गएन ल हामी चाहिँ टक्क लगाएर यस्तो कपडा लगाएर चाहिँ सट्ट हिँडिरहेछौँ बाबु चाहिँ देखाउँछ र हेलमेट देखाइदेऊ हेलमेट समातेर टक्क लाएर हिँडिरहेछ सरलक्क अब त्यहाँ कुनबाट खाली भएकोमा त मान्छे छैन रहेछ त्यहाँ मान्छे छैन रहेछ अन्नाइ गर्ने मान्छे भएकोमा जाने होला कि हामी चाहिँ त्यही भएर यस्तो छ अब पाइलट बन्यो छोरो उडिहाल्यो हिँडिहाल्ने हो बेबी छोरो बाबु हाई गरिदियो अलि साह्रो यस्तो हात ठाडो पारेर ल है ओके ल भित्रको यतातिरको मेरो पछाडिको हेर्नेहरू सबै हेरिसक्यौँ होइन कपडा सपडा लगाएर यताउता गरेर हेऱ्यौँ अनि लास्टमा चाहिँ यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ 700 रुपियाँ किलो त्यो कपडा कस्तो डिजाइनको फोटो खिच्ने भन्ने आउँदो रहेछ अनि हाम्रो डिजाइन चाहिँ टन्टडा यस्तो खालको डिजाइनको फोटो खिच्यौँ उहाँबाट होइन 700 रुपियाँको फोटो 700 रुपियाँको अब यहाँबाट चाहिँ सट्ट बाहिर निस्किँदैछौँ हामी चाहिँ बाहिर निस्केपछि यस्तो छ ऊ त्यहाँ पर रहेछ प्लेन त्यो प्लेन हेर्न जाऊँ अब यहाँबाट पछाडिपट्टि एउटा प्लेन रहेछ हो नि त सो गुरु गुरु सूर्याचारू ल जाँदा जाँदै चाहिँ एक राउन्ड बाहिरको चाहिँ यहाँ चाहिँ बिहानमा चाहिँ 9 बजे खुलेर चाहिँ बेलुका 4 बजेसम्ममा चाहिँ सबै बाहिरको यता साइडमा भएको मेन गेट चाहिँ बन्द गरिदिँदो रहेछ त्यही भएर 4 बजेभित्र चाहिँ यहाँ आएपछि पनि टक्क गाडीमा आएको हो जे गरेर आएको भए पनि 4 बजेपछि चाहिँ टक्क मेन गेट बन्द हुने भएको भएर चाहिँ सर्लक्कै निस्किन पर्ने रहेछ अनि मैले चाहिँ सर्लक्क यहाँ बाहिरपट्टि ग्राउन्डको यसको पछाडिपट्टिमा चाहिँ फेरि उस छ एउटा के एयरपोर्ट छ त्यस्तो ठुलो त होइन तर आर्मीहरूको एयरपोर्ट ल्यान्ड गर्न मिल्ने इमर्जेन्सी ल्यान्डिङको लागि चाहिँ छ यस्तो खालको छ यस्तो बवाल छ यतातिर चाहिँ है र सर्लक्क चाहिँ यही हो यसलाई भन्छ हामामाचु एयर बेस अनि आज चाहिँ यसरी चाहिँ यहाँ घुमियो काम थियो दिउँसो चाहिँ अनि आधा दिन जस्तो चाहिँ काम गरेर चाहिँ अहिले आएर चाहिँ सर्लक्क एक राउन्ड सपरिवार घुमियो फोटोसोटो खिचियो गरेर चाहिँ अब चाहिँ हाम्रो 3:30 भइसकेकोले गर्दाखेरि चाहिँ घर जाने जमर्को गरिरहेको छौँ है घर फर्किने जमर्कोमा छौँ हामी है कुरो त्यस्तो छ हामामाचु एयर बेस्ट भन्छ इङ्ग्लिसमा तर जापानिजमा चाहिँ के भन्छ त्यो पनि मलाई थाहा भएन बुढी चाहिँ यहाँ छ खै बाबु हो र किन फेरि फोटो खिच्नु पऱ्यो ल ल ल्याऊ खिचिकन आइसो दामी या भयो त्यहाँ चकचक नगर ठुलो मान्छे
न तेरो न्यापिस हो